बच्चाको दिमाग तेज बनाउन हरेक अभिभावकले खुवाउनै पर्ने यी 5 खानेकुराहरू। दर्शकबिन सबै आमाबुबा चाहन्छन् कि उनीहरूको बच्चा स्मार्ट, तेज र पढाइमा अब्बल होस्। यसका लागि सानै उमेरदेखि सही आहार दिनु आवश्यक हुन्छ। पोषण विशेषज्ञका अनुसार केही विशेष खानेकुरा छन् जसले बालबालिकाको मस्तिष्क विकासमा ठूलो भूमिका खेल्छन्। यस्ता छन् 5 फाइदाजनक खाना। नम्बर 1, दही। दहीमा पाइने आयोडिन, भिटामिन B12, प्रोटिन जस्ता तत्त्वले दिमाग तेज बनाउँछ। हरेक दिन 1 कचौरा दही बच्चाका लागि फाइदाजनक हुन्छ। नम्बर 2, हरियो तरकारी। पालुङ्गो, मेथी जस्ता तरकारीले संज्ञात्मक क्षमता बढाउँछ। साप्ताहिक 3-4 पटक खानामा समावेश गर्नुपर्छ। नम्बर 3, फलफुल र गेडागुडी। केरा, स्याउ, चना, मसुरो जस्तो खानेकुराले दिमाग सक्रिय बनाउँछ र मुड सन्तुलनमा सहयोग गर्छ। नम्बर 4, होल ग्रेन। गहुँ, ओट्स, ब्राउन राइस जस्ता अन्नले स्मरण शक्ति बढाउँछ र मस्तिष्कलाई स्थिर ऊर्जा दिन्छ। नम्बर 5, नट्स र बिउ। बदाम, पिस्ता, फर्सीको बिउ जस्ता खाना ओमेगा 3 र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जुन मस्तिष्कको विकासका लागि अत्यन्तै उपयोगी मानिन्छ।